सम्पूर्ण साथीहरूलाई नमस्कार। म अहिले लखनऊको हजरतगञ्ज एरियामा छु। यो चाहिँ गान्धी पार्क भन्छ। यो जिपिओ जनरल पोस्ट अफिस भन्ने यही हो। डाकघरको सबभन्दा मेन उत्तर प्रदेशको हेड अफिस यही हो। अहिले के छ यहाँ मलाई साथी म धेरै वर्षपछि यो गान्धी पार्कमा आएको छु। यो हजरतगञ्ज जाने हो त त्यहाँनिर चौक छ। यो गान्धी मूर्ति छ, यहाँ गान्धीजीको मूर्ति छ। म धेरै वर्षपछि यहाँ आएको। एकछिन जाउँ न त भनेर यहाँनिर विधानसभाबाट माथि नै पर्छ, यो चौकैमा पर्छ यो। साथीहरू हामी 46 सालको आन्दोलन कसरी सफल पार्ने हो भनेर धेरै पटक यहाँ बैठक बसियो ओपेनमा। कहिले त्यहाँ गार्डनमा यहाँ बसिरहेछन् मान्छे। यहाँ कहिले चाहिँ यो ठाउँमा बसियो। हाम्रो नगर कमिटीको बैठक बस्थ्यो, अखिल भारतीय नेपाली एकता समाजको। म चाहिँ लखनऊ नगर कमिटीको उपाध्यक्ष थिएँ। एउटा विष्णु गैरे हुनुहुन्थ्यो, उहाँ गुल्मीको, उहाँ चाहिँ अध्यक्ष हुनुहुन्थ्यो। अनि सचिव चाहिँ बुटोलको हुनुहुन्थ्यो, कृष्ण नेपाली भन्ने। अब उहाँ साथीहरू कहाँ हुनुहुन्छ मलाई पनि थाहा छैन। तर एउटा साथी चाहिँ जस्तो अखिल भारतीय नेपाली विद्यार्थी सङ्घको अध्यक्ष हुनुहुन्थ्यो कृष्ण अधिकारी भन्ने, बागलुङबाट अहिले जहाँ चित्रबहादुर केसी उठ्नु भएको थियो त्यहाँबाट चाहिँ अहिले क्यान्डिडेट हुनुहुन्थ्यो, हार्नुभयो कि त्यहाँले। उहाँ चाहिँ अखिल भारतीय नेपाली विद्यार्थी सङ्घको अध्यक्ष हुनुहुन्थ्यो। मसँग 5-6 महिना साथमा बस्नुभयो मेरो क्वार्टरमा। यहाँ आएर हामी बैठक बस्ने गर्थ्यौँ साथीहरू। त्यही केही कुरा याद आयो, त्यही भएर यो ठाउँमा आएर मैले भिडियो बनाउन लागेको छ साथीहरू। यो विधानसभाको उतातिर मैले भने नि, यो विधानसभा मार्ग मैले अहिले भिडियो छोपेर बनाएको थिएँ। अनि यो यता हजरतगञ्ज जाने माथि निषादगञ्ज, हजरतगञ्ज चौक अनि निषादगञ्जतिर माथि गोमती पारी जाने बाटो हो यो। महात्मा गान्धीको मूर्ति यहाँ छ। यहाँ बसेर हामी नेपालको आन्दोलनलाई कसरी सफल पार्ने हो र हाम्रो भूमिका के हुनुपर्छ भन्ने कुरामा हामी यहाँ छलफल गर्ने गर्दथ्यौँ। हामी युवा थियौँ त्यतिखेर साथीहरू। 46 सालको आन्दोलनलाई कसरी सफल पार्ने हो भनेर हाम्रो बैठक यहाँ हुने गर्दथ्यो। यो सेन्टर पर्छ लखनऊको। त्यही भएर हामी कहिले भोपाल हाउसमा बस्थ्यौँ लालबागमा। त्यही केही दिनका कुरा याद आयो, त्यही भएर म आज यतातिर आएको बेलामा जाउँ न त यो ठाउँ कस्तो बनेको रहेछ भने हेर्न आएको साथीहरू। अब त्यो कमिटीमा बसेको साथीहरू कहाँ हुनुहुन्छ, के हुन्छ हाम्रो सम्पर्क त छैन। तर अखिल भारतीय नेपाली एकता सङ्घका विद्यार्थी एकता सङ्घका अध्यक्ष कृष्ण अधिकारीभरि अहिले बागलुङको जहाँ चित्रबहादुर केसीले जितिरहनुहुन्थ्यो त्यहाँबाट क्यान्डिडेट हुनुहुन्थ्यो। सायद उहाँले पनि हार्नुभयो कि उहाँ चाहिँ मसँग 5-6 महिना बैठक बस्नु भएको मेरो क्वार्टरमा। त्यही केही कुरा याद आयो साथीहरू। यो यही पार्कमा हामी बसेर बैठक बस्थ्यौँ नगर कमिटीको। कहिले यहाँ बस्ने गर्थ्यौँ। आज केही कुरा याद आयो, त्यही भएर यो भिडियो बनाएर पोस्ट गरौँ न त यी पुराना सम्झनाहरू लिएर भनेर यो भिडियो बनाएको। साथीहरू लाइक सेयर कमेन्ट गर्नु होला त साथीहरू। मेरो धेरै वर्ष पुरानो यो ठाउँमा आएर मैले भिडियो बनाएको छु। हस्, तब तकलाई धन्यवाद।